बिहा गर्नु पर्यो आफै कन्यार्थ भएर जानुभयो ब्रह्माजी कहाँ गयो हो भगवान् विष्णु आएपछि भगवान् ब्रह्माजीले पनि आह्वान गर्नुभयो राख्नुभयो कुर्सीमा छोडा भइदिनु भयो भगवान्को प्रभु आज मेरो दरबारमा हजुरको आवागमन भएको छ किन कति सुते भनेर सोद्धाखेरि प्रभु हजुरका त दुईटा छोरी छन् हामीले पनि अब सृष्टि चलाउनु पर्यो बिहा गर्नु पर्यो बिहा गर्नुको लागि केटी कन्यार्थ भन्नलाई आएको भन्नु अनि कसैलाई ल्याउनु भएको छ त भनेको म त एक्लै आएको दिनुहुन्छ भने मै हो केटो अब दिनुहोस् नदिनुहोस् अहिलेको लभ गरिरहेको छु क्या अब केटो त मै हो ठिकै छु अब घरमा हिँडिसके त हुँदैन नि त्यस्तै आफैले भगवान्ले चाहिँ प्रस्ताव राख्नुभयो अनि फेरि त्यहाँबाट भगवान्लाई त थाहा थिएन त्यो अलक्ष्मी चाहिँ केटी खालको छ भने थाहा थिएन राम्री त चिठी थिइन् असाध्य राम्री थिइन् राम्री बेहोरा मात्रै नराम्रो यसका अनुहार राम्रो भएर काम लाग्दैन व्यवहार राम्रो हुनुपर्दछ सहस्रपात सभूमिगो सर्वते स्मृत्वा ते तिष्ठत साङ्गुलम् पुरुषै वेदगो सर्वं जद तृतीयं शारदा देवी चतुर्थं सभायिनी पञ्चमं तु जगन्माता षष्ठं भागीश्वरी तथा सप्तमं चौमारी षष्ठमं वरदायिनी नवमं बोधिदात्री चतुर्थं ब्रह्मचारिणी एकादशं चन्द्रघण्टा द्वादशं भुवनेश्वरी द्वादशे तानि नामानि त्रिसन्ध्यं या पठे नरः जीवाग्रे तस्य तस्य ब्रह्मरूपा सरस्वती सरस्वती मयाधिष्ठा बिना पुस्तकधारिणी सरस्वती माताभ्य नमो नमः हरि ओम असदा इत्यादि अद्य अब एउटा कोड छोडेर त्यहाँ जानु पर्यो हरि ओम अस्मदा टुटेश्वरको होला है यो होइन
जय श्री राधे, जय श्री भोले बाबा। ओम नमः शिवाय, हर हर महादेव। आज महाशिवरात्रि हामी चाहिँ घोरकौली अवस्थित शिव मन्दिरमा पूजा गर्नको निमित्तका हिँडेका छौँ यात्रामा। यहाँ चाहिँ यस्तो ठुलो झुलुङ्गे फुल बाङ्गिया रहेछ, त्यो पनि चढेर गृह सदा सुख सुत तिमी घरमै बसेर सेवा गर, भगवानको सेवा गर, पञ्चायन देवताको सेवा गर, अनाथ कर्महरूको सेवा गर, माता पिताको हजुरबा हजुरआमाको सेवा गर, घरमा पञ्चायन देवताको सेवा गर, सबै आफूभन्दा ठुलाको आदर गर, त्यही सबभन्दा ठुलो सेवा हो भनेर पिताजीले पनि थप्ने काम गर्नुभयो। अब हाम्रो बाहिरतिर जाने बाबु चाहिँ बटुकले पनि भन्न लाग्छ, धन्य पिता धन्य माता। हेर्नुहोस् त कस्तो वचन छ, धन्य पिता धन्य माता, पिता धन्य यसम पुत्रो व्रताश्रितम पितृआसम तारकम यस्तो त दर्शनम दशा परम। हेर्नु पिताजी, सम्पूर्ण मेरो माता पिता त धन्य हुनुहुन्छ। यसरी छोरो बाहिर जाँदाखेरि पढ्न जान्छु भन्छ, विद्या सिकेर आउँछु भन्छ। मेरो चाहिँ माता पिता धन्य हुनुहुन्छ। तर दशमघात्रादि कर्म भनेको पितृको उद्धार गर्नु भनेको माता पिताको सेवा गर्नु भनेको आचरणमा बसेर गर्नुपर्दछ। हामीले के खान्छौँ, जे पायो त्यही खान्छौँ, जहाँ पायो त्यही हिँड्छौँ, जे पायो साथी अनुसारको बोल्दछौँ। त्यस कारण यो सबै मिले पाप गर्नुपर्छ। आज भन्दा उतापट्टि हजुरलाई गाली गरेको, आमाले पनि 10 महिनासम्म पेटमा बोकेर मैले आमालाई दुःख दिएको, त्यो उद्धार गर्नुको लागि मैले बाहिर जानै पर्छ भनेर न त माताको पनि पिताजीको पनि सबै दुःखहरूलाई देखाउन लाग्दछ। सुटवाज भूमिको सर्वतस्पृत्वा त्यतिष्ठन्त गुरुदहेदको सर्वं जद्भूतं जच्चवाभ्यं उतामृतस्य सानो जदन्नेनातिरोहति एतावानस्य महिमा तोज्याया। परमानंदमय परात्पर अखिलेश्वर तड़ित विद्युत विनंदित भगवान श्री कृष्ण को यो साक्षात प्रत्यक्ष वाङ्मयी प्रतिमूर्ति श्रीमद् भागवत महापुराण अंतर्गत आज हामीले यस परम पावन यो पवित्र पुण्य भूमिमा के गोत्र अरे कौशिक गोत्रोत्पन्न समस्त दिवंगत पितृहरूको धारार्थ आयोजना भइरहेको यो दिव्य महायज्ञ अंतर्गत श्रीमद् भागवत महापुराण को एक
सदीप सदा प्रभु ज्योति सदीप्य सदा वाहन विषम मनोहर संगमा ल हाय भनिदिनुहोस् राधे राधे गुरु राधे श्याम खोइ गुरु राधे श्याम अत्यन्त भाइरल बनाउनु पर्छ ल आमा राधे श्याम ल हो सबै भाइरल हो ल पञ्चामृत बनाइबक्छु हजुरले के भन्न चाहनुहुन्छ के भन्दिनु दुई शब्द दुई शब्द भनिदिनु जय हो श्री राधे गुरु साथीभाइहरूसँग भेटघाट सागर पशुपति जगदीश ओम हर 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 महादेव जय जय शाम्ब सदा शिव जय जय त्रिपुरारी ओम हर 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 महादेव ओम हर 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 महादेव कर्पूर गौरम करुणावतारम संसार सारम भुजगेन्द्रहारम सदा वसन्तं हृदयारविन्दे भवं भवामि सहितं सामु प्राण दिति छाया मासा चण्डिकम तत भगवती कृता दुर्गा दुर्गा दिनासि चितानि चक्र ससर साइके चतन तो निश्चय बेगिन गदा माता चण्डिकम अबे दादा वही हन्दम नदी सनाम सा प्रदा तसे पदरे हिवास गदम चिसिल चण्डिका जय हो वन्दे पन्नगभूषणं मृगधरं वन्दे पशूनां पतिं शङ्करदेवाय नमो नमः शङ्करदेवाय नमः ओम नमस्ते रुद्रमदिगवे नमः भाव्यां सुते नमः जातवे सुगन्धं घोरपावसामि सुरक्षित समेर घोन सुरक्षते युते निसर्ज सल्लाय नामगा शिवना सुवना परहे भिक्षा आयुधन कृतं सम ओम
छौँ म यता छु जानु बा राधे राधे त्यहाँमाथि आगो बाल्या छ भगवान्लाई खरो भयो दही खुवाइदिनु पर्यो ल त चाले उगाएर हालिदिउँ त नारायण गुरु के छ भने 2 शब्द के भनिदिनु मैले धेरै कुरा भनिसकेको थिएँ अब मेरो कुरो बोलेको पछि काट्नु के स्थितिलय सब हुन् सृष्टि स्थितिलय सब हुन् अलीला प्रभु करी ओम हर 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 महादेव हरि ओम बाद समय प्रसव समय प्रयति समय प्रति समय स्थिति समय दीति समय क्रोध समय स्वर समय श्लोक समय स्वर समय चेतन कल्पना प्राण समय पान समय अंत समय अधि समय वाक समय चक्षु समय श्रोत्र समय चेतन कल्पना समय इमाग अष्टकादन पुस्तक सहस्रांच सहस्रांच आयुतांच निवितांच निवितांच प्रेतांच चार्वतांच निवृत्त पदार्थ से तामी अग्निष्ठादे नमः जय शिव शंकर शंभो जय गिरिजाधीश शिव जय गिरिजाधीश जय जय करुणा सागर जय जय करुणा